जब जीवनको युद्ध नजिक आउँछ, आत्मबल कमजोर जस्तो लाग्छ, त्यही बेला गीता मार्गदर्शन भन्छ। हरे कृष्ण। श्रीमद् भगवत गीता अध्याय 1 श्लोक 29। सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति वेपतुश्च शरीरे मे रोमहर्षच जायते। युद्धको कुरा गर्न सजिलो हुन्छ, तर युद्ध लड्नु निकै कठिन हुन्छ। यही कुरा अर्जुनको जीवनमा पनि भयो र यही अनुभव हामी सबैले जीवनमा कुनै न कुनै रूपमा गरेका हुन्छौँ। यस्तो शङ्का, डर र द्वन्द्वको समाधान श्रीमद् भगवत गीतामा श्री कृष्णले दिनुभएको उपदेशबाट प्राप्त हुन्छ। दुखी मनले अर्जुन श्री कृष्णसँग भन्छन्, हे कृष्ण, युद्धभूमिमा उभिएका युद्धका इच्छुक आफ्ना स्वजनहरूलाई देख्दा मेरा अङ्ग शिथिल हुँदै गएका छन्। शरीरमा शक्ति रहेन जस्तो लागिरहेको छ। मुख सुकिरहेको छ र शरीरभरि कम्पन र रोमाञ्च भइरहेको छ। यो अवस्था केवल अर्जुनको मात्र होइन, हामी सबैको जीवनमा पनि यस्तो अवस्था आउँछ। जब परीक्षा नजिक हुन्छ, ठुलो निर्णय लिनुपर्छ वा जीवनको युद्ध सामुन्ने आइपुग्छ, तब मन घबराउँछ, आत्मबल कमजोर जस्तो लाग्छ। गीता हामीलाई यही सिकाउँछ, डर आउनु कमजोरी होइन। डरको समयमा सही मार्गदर्शन, विवेक र आत्मविश्वास आवश्यक हुन्छ। अर्जुनले जस्तै हामीले पनि त्यस्तो बेला कृष्ण जस्तो मार्गदर्शक खोज्नुपर्छ, चाहे त्यो ज्ञान होस्, सही सोच होस् वा गीता जस्तो जीवन दर्शन। डरको घडीमा सही सोचले नै हामीलाई अघि बढ्न शक्ति प्रदान गर्छ। राधे राधे।